करेला चाहिँ मेरो एकदमै फेभरेट सब्जी हो के। तर के गर्नु, प्रेसर लो छ फेरि मेरै। करेला बिहान खायो भने दिनभरि सुत्यो आँखै हेर्न मन लाग्दैन। तर आफ्नो फेभरेट चिज त्याग्न पनि सकिँदैन नि त। पहिले करेलालाई मसिनो गरेर काटेँ, एउटा भाँडामा राखेँ, मजाले नुन राखेर मचक मचक मिचेर अनि यसलाई एकछिन छोपिदिएँ। 1 घन्टापछि छोपेर हेरेको यति नरम भएको छ यो। अब यसलाई मजाले निचोरेर यसको तितो जति फालिदिन्छु। यति मजाले पानी निस्किन्छ हेर्नुहोस् त। मैले एकरति पानी राखेको छैन, सबै करेलाको पानी हो। अनि यो पानीलाई फालिदिन्छु अनि अर्को सफा पानी लिन्छु क्या। फेरि सफा पानीमा यसलाई करेलालाई फेरि राखिदिने, मजाले मिच्ने, फेरि त्यसै गरी मटक्क निचोरेर सबै यसको तितो जति फाल्ने। यसो गर्दाखेरि चाहिँ राम्रो भयो क्या। प्रेसर लो पनि त्यति भएन मलाई। अनि मेथी खोर्सानी राखेँ तोरीको तेलमा, अनि अघि मटक्क निचोरेको करेलालाई राखिदिएँ। मजाले छोपी मरमसला राखेर नुन राखेर यसलाई पकाएँ। ल हेर्नुहोस् त, यो पाकेर रेडी भयो। अब यो यतिकै खाँदा पनि मिठो छ, तर अझ सुनलाई सुगन्ध हालिदियो भने त झन् राम्रो हुन्छ नि त। त्यही भएर उसिनेको आलु अलिकति मैले यसमा राखेँ। त्यसै गरी मजाले छोप्ची राख्छु क्या, आलसको छोप हो। अनि थोरै कागती, आधी कागती मैले मजाले निचोरिदिएँ अनि मोल्दिएँ। अघि नुन मरमसला अघि नै राखेको छ नि त। अहिले छोप र कागती मात्रै राख्ने, मजाले यसलाई मोलिदिने। अब तयार भयो करेलाको एकदमै मिठो अचार। तितो फालिसकेको भएर यस्तो मिठो अचार छ कि यो। हजुरहरू कसरी बनाउनुहुन्छ? अनि प्रेसर लो छ भनेर करेला खान डराउनुहुन्छ भने एकचोटि यसरी बनाएर खानुहोस् त, साँच्चै मिठो हुन्छ। करेला स्वादिलो अनि तितो फालेपछि झन् मिठो के। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ मलाई कमेन्ट गर्न भने नबिर्सिनु होला। मन परेको छ भने एउटा लाइक अवश्य गर्नुहोला।